हेलो दोस्तों, कैसे हो आप सभी। मैं स्वागत करता हूँ अपनी एक नई वीडियो पर। नई वीडियो की शुरुआत हो रही है हैदराबाद की खूबसूरत जगह से। तो आज है मेन हमारे शिवरात्रि के दिन। आज हम लोग जाने वाले हैं नेपाली टेम्पल यानी कि श्री गोरखनाथ टेम्पल में, और वहाँ पे जाके कैसे तरीके से पूजा आजा किया जाता है आप लोग को सारी चीज दिखाने वाले। आप लोग देखते जाइए। हाम्रो नेपाली मन्दिरको मुख्य द्वार हो यो चाहिँ। अब हामी चाहिँ यो गोरखनाथ मन्दिरको मुख्य द्वारमा छौँ। हाम्रो नेपाली दाजुभाइहरू हुनुहुन्छ हाम्रो साथमा। हामी यहाँनिर चाहिँ एकदमै भिड छ। यो भिडको बावजुद पनि सहज हुने तरिकाले हामी अगाडि बढ्दैछौँ र यहाँको कस्तो छ आजको शिवरात्रिको माहौल तपाईँहरू सबैलाई म देखाउनेवाला छु। सबैले स्किप नगरिकन हेरिदिनु होला आजको भिड कस्तो लाग्छ। सबैजना हुनुहुन्छ यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ यो चाहिँ यो मेरो पछाडि चाहिँ यो मेन गेट हो। ठ्याक्कै हेर्न सक्नुहुन्छ मेरो भाइ टिकट ल्याइदिनु भाइ सबै हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो गोरखनाथ मन्दिर हाम्रो समितिमा दाजुहरू रेशम दाईहरू सबै हुनुहुन्छ। हाम्रो नेपाली समाजकै दाजुहरू यहाँनिर चाहिँ संस्थापक भएर काम गरिराख्नु भएको छ। आजको माहौल चाहिँ यस्तो छ। यहाँनिर चाहिँ मन्दिर प्रवेश गर्दैछौँ। हेलो दिदी, नमस्कार। नमस्कार दाइ। हाम्रो यस मन्दिरको समिति दाइहरू हुनुहुन्छ। सन्चै सन्चै सकुरा ब्लक अफिस भोलि नगरम छ। भोलि फेरि आउनु पर्छ यहीँ। सायद मेरो विचारमा हाम्रो दाजु चाहिँ मन्दिरको अध्यक्ष हुनुहुन्छ कि जस्तो लाग्यो। र हाम्रो दिदीहरू दाइहरू चाहिँ टिकट अनुसार प्रवेशको लागि चाहिँ शुल्क 10-20 यस्तो हिसाबले हुन्छ। र तपाईँहरूले चाहिँ यहाँनिर यो मन्दिरमा आइसकेपछि यो हाम्रो टोटल्ली हाम्रो नेपाली दाजुभाइहरूले यहाँ स्थापना गरेर धेरै पहिलादेखि चाहिँ यो स्थापना गरेर यहाँ चाहिँ नेपाली मन्दिर भनेर नै चिनिन्छ, यो गोरखनाथ शिवालय मन्दिर भनेर। र यहाँ धेरै दाजुभाइ दिदीबहिनीहरू हाम्रो नेपाली समाजको दाजुभाइ दिदीबहिनीहरू सबै यहाँनिर आउनुहुन्छ, पूजाआजा गर्नुहुन्छ र आफ्नो मन शान्ति गरेर जानुहुन्छ। र यहाँ एकदमै व्यवस्थित तरिकाले टिकट लिएरदेखि लिएर तपाईँहरूले यहाँ मन्दिरलाई कति सहयोग गर्न चाहनुहुन्छ आफ्नो हिसाबले तपाईँहरूले सहयोग पनि गर्न सक्नुहुन्छ। मन्दिरलाई अझै धेरै राम्रो व्यवस्थित तरिकाले कसरी यसलाई चाहिँ अझै व्यवस्थित तरिकाले राख्न सकिन्छ सहयोग गर्न सक्नुहुन्छ। र हामी अगाडि बढ्दैछौँ। अगाडिको दृश्य म चाहिँ तपाईँहरूलाई देखाउँदैछु है। कस्तो तरिकाले राम्रो हुन्छ। मेरो नाम रेशम हो कि होइन? हजुर हजुर, रेशम दाले भनेको होला। पुरा माथि भित्र बाहिर र साथीहरू म चाहिँ श्री गोरखनाथ शिवालय मन्दिरको गेटनिरै छु र तपाईँहरू पनि हैदराबादमा हुनुहुन्छ र यसको आसपासमा हुनुहुन्छ भने तपाईँहरू यहाँ श्री गोरखनाथ शिवालय मन्दिरमा आउन सक्नुहुन्छ, पूजाआजा गर्न सक्नुहुन्छ। यो मन्दिर चाहिँ विगत 50-60 सालदेखि स्थापना भइरहेको र नेपाली समाजले नै यहाँनिर एउटा धार्मिकताका साथ यो मन्दिरलाई स्थापना गरेको र अहिलेसम्म हाम्रो नेपाली समाजले नै यस मन्दिरलाई संरक्षण गर्दै यो मन्दिरलाई चाहिँ अझै व्यवस्थित बनाइएको छ। र तपाईँहरू पनि मन्दिरमा आउन चाहनुहुन्छ। आज त शिवरात्रि भइहाल्यो र भोलि तपाईँ आउन चाहनुहुन्छ भने भोलि चाहिँ अन्नदान कार्यक्रम छ। भोलि पनि तपाईँ यस मन्दिरमा आउन सक्नुहुन्छ। आफ्नो हिसाबले यहाँ अन्नदान गर्न सक्नुहुन्छ। अनि जो तपाईँको हिसाबले तपाईँको मनले चाहन्छ भने आर्थिक सहयोग पनि यस मन्दिरलाई गर्न सक्नुहुन्छ, ताकि आजको यो शिवरात्रिको दिन तपाईँहरूको सुखमय आनन्दमय होस् भन्ने कामनाका साथ हामी साको दाजुभाइहरू हुनुहुन्छ। हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू लाई नै देख्न सक्नुहुन्छ।
र हामी मुख्य द्वारबाट अब अगाडि जाँदैछौँ। यहाँनिर चाहिँ हाम्रो लगभग टिकट काउन्टरमा चाहिँ हाम्रो रेशम दाजु अनि रतन दाजु लगायतको टिम यहाँ व्यवस्थित तरिकाले खटिनु भएको छ र हामी अगाडि बढ्दैछौँ। श्री गोरखनाथ शिवालय मन्दिर 4-5 बजेदेखि नै यहाँनिर एकदमै भिड लागिरहेको हुन्छ र तपाईँहरू भोलि हैदराबादमा हुनुहुन्छ र यो जुब्लिस एरियामा भएर पनि तपाईँहरू यहाँ आउन पाउनु भएको छैन भने भोलि चाहिँ एकदमै राम्रो तरिकाले यहाँनिर चाहिँ अन्नदान कार्यक्रम हुँदैछ। तपाईँहरू पनि सहभागी भइदिनु होला, हाम्रो नेपाली समाजलाई अझै धेरै अगाडि बढाइदिनु होला। अझै धेरै व्यवस्थित तरिकाले कसरी बनाउन सकिन्छ त्यो राय सल्लाह सुझावहरू तपाईँहरूले दिन पनि सक्नुहुन्छ। हाम्रो नेपाली समाजको समिति जो अग्रज दाजुहरू दिदीहरू हुनुहुन्छ उहाँहरूलाई तपाईँहरूले सल्लाह सुझाव सहित आर्थिक सहयोग पनि गर्न सक्नुहुन्छ, गर्नु होला पनि भन्न चाहन्छु। यो चाहिँ एउटा पुण्य कार्यक्रम हो है। चट्टानको माथि चाहिँ हाम्रो शिवालय मन्दिर व्यवस्थित छ र यहाँको भिडभाड हेर्न सक्नुहुन्छ साथीहरू तपाईँले हुन्छ। अब म चाहिँ तपाईँहरूलाई अगाडि बढाउँदैछु र साइडमा चाहिँ भजन कीर्तन भइरहेको छ, हेर्न सक्नुहुन्छ। उस तरफ पनि मैले तपाईँहरूलाई देखाउने वाला छु र थोरै अगाडि जान्छौँ हामी। र साथीहरू यहाँनिर चाहिँ अहिले यस्तो भिडभाड एकदमै बढेको छ। यहाँनिर हेर्न सक्नुहुन्छ तलदेखि माथिसम्म यस्तै भिड हुन्छ, साँझसम्म है यस्तै खालको भिड हुन्छ। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँनिरको भिडभाड चाहिँ यस्तो राम्रो व्यवस्थित तरिकाले गर्नुभएको छ। आदरणीय दाजु दिदीबहिनी सबै मिलेर है हेर्न सक्नुहुन्छ। हेलो, मेन आकर्षण चाहिँ यहाँ हेर्न सक्नुहुन्छ साथीहरू, यहाँ यस्तो छ है आकर्षण र यहाँनिरको भिडभाड। र साथीहरू अब चाहिँ अगाडि बढ्छौँ हामी र अगाडिको दृश्य देखाउँदैछु। हाम्रो सबै लगभग यहाँ सबै हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूकै यहाँनिर सहभागिता देखिन्छ र किनभने यो एउटा धार्मिक स्थल पनि अनि त्यसपछि गएर विगत 50-60 सालदेखि हाम्रै नेपाली दाजुभाइहरूले यहाँनिर स्थापना गरेको मन्दिर भनेर पनि यो ठाउँलाई चिनिन्छ र हामीले विगतदेखि नै चिन्दै आएको चिज यो देख्दै आएको ठाउँ चाहिँ यो हो र तपाईँहरू पनि आउन सक्नुहुन्छ। आज शिवरात्रि भइकन मात्रै होइन कि तपाईँहरू कुनै पनि बेला शिवालय मन्दिरमा आएर तपाईँहरूले पूजाआजा गर्न सक्नुहुन्छ, आर्थिक सहयोग गर्न सक्नुहुन्छ र यहाँको यहाँनिर चाहिँ साथीहरू हाम्रो नेपाली समाजका विगत धेरै वर्षदेखि यहीँ नै हुनुहुन्छ, हाम्रै साथमा हुनुहुन्छ, हैदराबादमै हुनुहुन्छ। हाम्रो दाजु पनि सायद मन्दिरसँगै सम्बन्धित भएरै यहीँ हुनुहुन्छ र हामी सबै नेपाली दाजुभाइहरू सपोर्ट, लाइक, कमेन्ट, सेयर गरिदिनु होला। बस दाइ तपाईँ यो हैदराबादमा आएदेखि यो मन्दिरमा कति वर्षदेखि तपाईँ यो मन्दिरमा आइराख्नु भएको छ र कस्तो माहौल देख्नु भएको छ? म त सर अब यहाँ त धेरै वर्ष भयो यहाँ बसेको। हजुर। मल यस्तै अब आजको शिवरात्रिमा चाहिँ यहीँ देखिरहनु भएको छ मल। हजुर है हजुर। ल हस् त दाजु। हेलो हेलो, हाई, जय बोलो गणेश महाराज की जय जय। यहाँनिर चाहिँ श्रीष हाम्रो भाइको फ्यामिली। हेलो श्रीष, हाय, हमारे बहन है, जय साहब है, भाई है, छोटे भाई है मेरे, और मैं हूँ सबसे पीछे। और आगे बढ़ते हैं, सारे चीज़ दिखाते हैं आप लोग को, ठीक है। घोडा चाहिँ एकदमै बढिरहेको छ, एकदमै भिड छ है यहाँनिर चाहिँ। धेरै टाढा टाढादेखि यहाँनिर चाहिँ पूजाआजा गर्नुको लागि आज मेन त शिवरात्रिको दिन भइहाल्यो होइन, त्यसको लागि पनि जो सबै हिन्दू धर्मावलम्बीहरू शिवजीको मन्दिर आफ्नो नजिक
जति पनि शक्तिपीठहरू छ शक्तिपीठहरूमा गएर पूजाआजा गर्ने र भगवान् शिवजीको आशीर्वाद लिने दिन नै हो मेन आज। शिवजीको आज एकदमै हर्षोल्लासको साथमा पूजाआजा गरिएको छ र हामी पनि हैदराबादमा हुने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू सबै जम्मा भएर यो प्राङ्गणमा उपस्थित छौँ र आज शिवरात्रिको पूजाआजामा सरिक छौँ सबैजना भन्नुपर्छ। यहाँनिर चाहिँ पिपलको बोर्ड छ र यहाँ नरिवल फुटाउने कामदेखि लिएर धुप बत्ती जलाउने काम भइरहेको छ र यति बेला साथीहरू म चाहिँ श्री गोरखनाथ मन्दिरको मेन गेटनिरै छु र अब चाहिँ पुरै भित्रतिर हामी प्रवेश गर्दैछौँ र यहाँनिर चाहिँ सुरुमै मेन गेटनिरै चाहिँ भगवान् शिवजीको फोटो लगाइएको छ र यहाँको मेन द्वार अब भित्र जाने मेन द्वार चाहिँ यस्तो छ। एकदमै भिड छ यहाँनिर चाहिँ धुपबत्तीदेखि लिएर पूजाआजा गर्ने सेम यो मेन गेटको अगाडिपट्टि यहाँनिर चाहिँ धुपबत्ती जलाउनेदेखि लिएर यहाँ फुलहरू चढाउने तपाईँहरूको मनोकामनादेखि सबै चिज यहाँ बोल्न सक्नुहुन्छ र माग्न सक्नुहुन्छ। यहाँनिर चाहिँ हाम्रो नेपाली दाजुभाइहरू सबै जम्मा हुनुभएको छ र हार्दिक शिवरात्रि पनि भन्न चाहन्छु र हामीले सबै एकै स्वरमा भन्दैछौँ हर हर महादेव हर हर महादेव हर हर महादेव हर हर महादेव हर हर महादेव। भित्र प्रवेश गर्दैछु र यहाँ हेर्न सक्नुहुन्छ पूजाआजा भइरहेको छ। आदरणीय दाजुहरू हुनुहुन्छ व्यवस्थापनको लागि। हर हर महादेव। चलो डालो ना चलो डालो चलो 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 तोंदरा ब्रो अभी चलो माँ भोग दो जा तुम्हारे हर महादेव हर महादेव र तपाईँहरू भित्र चाहिँ पूजाआजा गरिसकेपछि यहाँनिर बाहिर आएर चाहिँ नरिवल फुटाउन सक्नुहुन्छ। यहाँ नरिवल फुटाउने अलग्गै स्पेस छ है। तपाईँहरू यहाँनिर आएर चाहिँ भित्र जानुहुन्छ, तपाईँहरू पूजाआजा गर्नुहुन्छ, भगवान् शिवजीको आशीर्वाद लिइसकेपछि तपाईँहरू बाहिर आएर चाहिँ यो यहाँनिर चाहिँ तपाईँहरूले नरिवल फुटाउनेदेखि लिएर अगरबत्ती जलाउने कार्यक्रम यहाँनिर हुन्छ र अरू पनि अझै राम्रो राम्रो चिजहरू यहाँ एक्टिभिटीहरू तपाईँले देख्न सक्नुहुन्छ। सबै हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूले व्यवस्थापन गर्नुभएको छ र यहाँनिर थोरै तलतिर गयो भने चाहिँ कीर्तन भजन भइरहेको छ र यो पनि एकदमै रमणीय एकदमै रमाइलो भइरहेको छ। मैले केही छिनमा म तपाईँहरूलाई देखाउनेवाला छु यहाँको दृश्य।
ल यहाँनिर हेर्न सक्नुहुन्छ यस्तो तरिकाले भिडभाड एकदमै बढेको छ होइन र भित्रदेखि तपाईँहरू पूजाआजा गरिसकेपछि चाहिँ यहाँनिर आएर चाहिँ तपाईँहरूले नरिवल फुटाउन सक्नुहुन्छ र नरिवल फुटाइसकेपछि तपाईँहरू लगत्तै यहाँबाट चाहिँ तपाईँहरू भजन कीर्तन भइरहेको ठाउँमा जान सक्नुहुन्छ र मेरो पनि पूजाआजा भ्याइसक्यो होइन अब चाहिँ म तलतिर जाँदैछु मेरो पूजाआजा भ्याइसक्यो र अब फेरि अर्को राउन्ड लगाउनको लागि सरिक हुँदैछु म पनि है त र साथीहरू तपाईँहरू पूजाआजा गरिसकेर फेरि पनि तपाईँ थोरै तलतिर आइसकेपछि यो प्राङ्गणबाट हेर्न सक्नुहुन्छ यो भयो मेन प्राङ्गण यो भयो तपाईँ पूजाआजा गरेर शिवजीको आशीर्वाद लिइसकेपछि तपाईँ यो बाटो हुँदै तपाईँहरू फेरि यहाँनिर आएर चाहिँ आशीर्वाद लिन सक्नुहुन्छ होइन यहाँ आएर यसरी पूजाआजा गर्न सक्नुहुन्छ भगवान् श्रीरामको परिक्रमा गरिसकेपछि जति पनि तपाईँहरूको दोषहरू छ जति पनि तपाईँहरूले माग्ने आशिष छ तपाईँहरू यहाँनिर आएर चाहिँ माग्न सक्नुहुन्छ र यसैको साइडमा चाहिँ तपाईँहरू भजन कीर्तन देख्न सक्नुहुन्छ होइन यहाँनिर भजन कीर्तन भइरहेको छ धेरै दिदीबहिनीहरू जम्मा भएर आजको शिवरात्रिको दिन सबैले हर्षोल्लासको साथमा मनाइरहनु भएको छ र साथीहरू अब चाहिँ यो हरेक वर्ष शिवरात्रिको दिनमा भजन कीर्तन हुने गर्छ र यसै गरी यहाँनिर रमाइलो गर्ने गर्नुहुन्छ सबै श्रद्धालु भक्तजनहरूले र यसै भजन कीर्तनको मजा लिन सक्नुहुन्छ र भगवान् शिवजीको आशीर्वाद सँगसँगै आफ्नो दुःख कष्ट र जति पनि तपाईँहरूले माग्नुभएको आशिषहरू आजको दिन लिन सक्नुहुन्छ आजको दिन एकदमै विशेष हुने गर्छ हामी सबै हिन्दू धर्मावलम्बीहरूको लागि चाहिँ हेलो 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 भिड चाहिँ एकदमै थियो भने अहिले हाम्रो हेलो हेलो दाजुभाइ दिदीबहिनी सबै अब बाहिरिने क्रम जारी नै छ होइन अब भिड त अघि बढ्दै गयो र माहौल पनि बिस्तारै घट्दै गएको छ र केही छिनपछि फेरि यो माहौल अझै दोब्बर हुनेवाला छ किनकि यहाँनिर अझै धेरै भजन कीर्तनहरूदेखि लिएर अरू कार्यक्रमहरू पनि हुने गर्छ तपाईँहरू सरिक हुन सक्नुहुन्छ र भोलि चाहिँ हाम्रो अन्नदान कार्यक्रम छ र भोलि तपाईँहरू 16 तारिकको दिन आउन सक्नुहुन्छ यहाँनिर अन्नदान गर्न सक्नुहुन्छ आर्थिक सहयोग गर्न सक्नुहुन्छ यो मन्दिरलाई व्यवस्थित गर्नको लागि है लगभग अब दर्शन गर्ने दर्शालु भक्तजनहरू चाहिँ सबै लगभग उपस्थित भइसक्नु भयो र यहाँनिर यसरी पूजाआजा भइरहेको छ अझै पनि धूपबत्ती जलाउनेदेखि लिएर अगरबत्ती जलाउने अनि नरिवल फोड्ने क्रमहरू जारी नै छ अझै पनि एकदमै हर्षोल्लासको साथमा आजको यो शिवरात्रि मनाइरहेका छौँ र तपाईँहरू पनि सायद आफ्नो ठाउँमा यसै गरी मनाइरहनु भएको थियो होला र यहाँनिर चाहिँ भगवान् शिवजीको नाम लिँदै जप्दै आशीर्वाद लिइराख्नु भएको छ यस्तो छ यहाँको दृश्य चाहिँ हेर्न सक्नुहुन्छ ओम नमः शिवाय हर हर महादेव
ओम नमः शिवाय 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 नमः पार्वती पते हर हर महादेव ओम नमः शिवाय नमः पार्वती पते नमः हर हर महादेव ओम अहिले चाहिँ बिस्तारै यहाँको माहौल शान्त हुँदै गइरहेको छ र एकदमै हर्षोल्लासको साथमा आजको शिवरात्रिलाई मनाइराखेको छौँ र तपाईँहरूले पनि आफ्नो आफ्नो ठाउँमादेखि आजको शिवरात्रिलाई हर्षोल्लासको साथमा मनाइराख्नु भएको छ होला र यसको मन्दिरको निरै चाहिँ यत्रो ठुलो विशाल यो पिपलको रुख छ होइन र यहाँनिर चाहिँ तलनिर चाहिँ एकदमै यो के भन्छ ढुङ्गै ढुङ्गा पत्थरै पत्थरले पत्थरको माथि ढुङ्गाको एकदमै टपमा चाहिँ यो मन्दिर स्थापना छ र पनि यो पिपलको बोट चाहिँ कसरी जीवित छ होला भन्ने सोचिरहनु भएको छ होला यो पुरै यसको जगमा चाहिँ सबै ढुङ्गा छ है र पनि यो एउटा आस्था हो एउटा आफूले मानिसकेपछि भगवानको आस्था लिएर त्यो ठाउँमा जग राखिसकेपछि फल राम्रै हुन्छ भन्ने उदाहरण सहित यो पिपलको बोटले पनि हामीहरूलाई सिकाउँछ है सरसफाइमा म पनि लाग्छु गाईलाई सघाउँछु म पनि है त्यसमा चाहिँ र साथीहरू तपाईँहरूलाई यो लागेको होला कि काम गरेको चिज पनि देखायो यहाँ गरेर भन्नुहुन्छ होला म चाहिँ किन बनाएँ भन्दा मैले थोरै पछाडिबाट मैले भिडियो बनाउँदै थिएँ आदरणीय दाजु रमेश दाजुले एक्लै काम गरिराख्नु भएको थियो त्यही हिसाबले मेरो मनले नै मानेन कि म हेरिबस्छु जस्तो लागेन मलाई त्यही हिसाबले दाजुलाई म हातसारो गर्न केही हेल्प गर्नको लागि म अगाडि बढेँ मेरो हातहरू अगाडि बढेँ र दाजुलाई सघाउँदैछु मैले काम र यो तरिकाले मन्दिरलाई सरसफाइ गरियो भने आउने श्रद्धालु भक्तजनहरूलाई एकदमै सहज होला उहाँहरूलाई नरिवल फुटाउनेदेखि लिएर अगरबत्ती जलाउने धूपबत्ती जलाउने कामहरूमा उहाँहरूलाई सहज होस् भन्ने सोचले पनि मैले रमेश दाजुलाई हेल्प गर्न पुगेँ र हामी दुईजना काम यसरी गरिरहेका छौँ र हाम्रो दिदी पनि हुनुहुन्छ दाजु हुनुहुन्छ र म छु अहिलेको अवस्थामा र हेर्न सक्नुहुन्छ हामीहरूले यो सरसफाइको काम गरिराखेका छौँ अहिले चाहिँ र तपाईँहरूले यहाँनिर हेरिराख्नु भएको छ यो भिडियो हेरेर तपाईँहरूलाई सकारात्मक सोच नै राख्नुहुनेछ र सकारात्मक सोच्नुहुनेछ जुन कार्य हामी गरिरहेका छौँ यस्तो सहयोगी हातहरू अगाडि बढाउनुपर्छ मन्दिरलाई सक्दो सफा राख्नुपर्छ आफ्नो हिसाबले यो सोच राखेर नै हामी अगाडि बढ्नुपर्छ है त र साथीहरू म चाहिँ सरसफाइमा थोरै सरिक हुन पाएँ मौका मिल्यो आदरणीय दाजु रमेश दाजुलाई एक्लै देखिसकेपछि म सरसफाइमा पनि सरिक हुन पाएँ मलाई यो एउटा सौभाग्य पनि ठान्दछु किनकि भगवान शिवजीको पूजाआजा गरिसकेपछि अब सरसफाइ त राख्नु पर्यो जसरी पनि होइन थोरै सरसफाइमा पनि जुट्न पाएँ त्यसको लागि म सौभाग्य छु र अहिले फेरि पनि भिडभाड बिस्तारै बिस्तारै बढ्दो क्रममा छ अहिले फेरि पनि हेर्न सक्नुहुन्छ फेरि लगभग अहिले बजिसक्यो दिनको 4 बजिसक्यो होला
फेरि भिडभाड निकै बढ्दैछ, हेर्न सक्नुहुन्छ तपाईँहरू। फेरि पूजाआजाको माहौल फेरि बढ्दैछ। यो साँझसम्म यस्तै नै हुन्छ र साँझ फेरि भजन कीर्तन हुने गर्छ र यसरी आजको यो शिवरात्रि समाप्त हुने गर्दछ। यो मन्दिर चाहिँ लगभग 60-70 वर्ष भइसक्यो यहाँनिर स्थापना गरेको, जहाँ हाम्रै नेपालीभाषी नेपाली आदरणीय दाजु भनौँ बुवा भनौँ उहाँले चाहिँ यहाँ स्थापना गर्नुभएको थियो अरे भन्ने कुरा चाहिँ हामीले सुनेको छ र सानैदेखि आउँदाखेरि होइन। र अहिलेसम्म हामी लगभग म 2013देखि हैदराबादमा छु र जबदेखि मैले यहाँनिर यो शिवालय मन्दिर प्राङ्गणमा आउने गर्छु। हरेक यो शिवरात्रि त भइ नै हाल्यो र शिवरात्रि छोडिकन पनि म हरेक कुनै चाडपर्व पर्यो कि पूजाआजा गर्ने टाइममा म आइ नै हाल्छु यहाँनिर र म आफ्नो मनोकाङ्क्षा माग्ने गर्दछु। यसरी अब चाहिँ साथीहरू यहाँनिर चाहिँ लगभग मेरो चाहिँ जाने टाइम हुन आँट्यो होइन। अब चाहिँ म यो मन्दिर प्राङ्गणबाट बाहिरिँदैछु र साथीहरू मैले तपाईँलाई अघि मैले भनेकै थिएँ आदरणीय व्यक्तित्वहरूसँग यो मन्दिरको स्थापनादेखि लिएर अहिलेसम्मको गतिविधिहरू मैले बुझ्ने कोसिस गर्छु, तपाईँहरूलाई सुनाउने कोसिस गर्छु भनेकै थिएँ। र श्री गोरखनाथ शिवालय मन्दिरका व्यवस्थापक आदरणीय व्यक्तित्व के सोध्ने र उहाँले केही कुरा भन्नुहुनेछ यो मन्दिरको महत्त्वको बारेमा र कहिलेदेखि स्टार्ट भएको थियो र अहिले यहाँनिर कस्तो तरिकाले पूजाआजा भइरहेको छ र तपाईँहरू कसरी आउन सक्नुहुन्छ। यो मन्दिर हाम्रो बुवाहरूले स्थापना गर्नुभएको सन् यहाँको 1970 स्थापना भएको हो। अहिले 55 साल चल्दैछ। अब यसका भनेपछि अब हाम्रो त हामी सेकेन्ड जेनेरेसन भयौँ, अभी जो यो छन् थर्ड जेनेरेसनका हुन्। अब यिनी थर्ड जेनेरेसन तो यहाँको व्यवस्थापन मिलाउँदाखेरि यहाँको गभर्मेन्टबाट कुनै सहयोग पाउनु भएको छ कि हाम्रो नेपाली समाजको आर्थिक सहयोगबाट यो व्यवस्थापन गरिराख्नु भएको छ। अहिले तक हामीले कसैको गभर्मेन्टको सहायता लिएको छैनौँ। पुरै नेपाली दाजुभाइको आफ्नो सहयोग, पर्सनल सहयोग, कन्ट्रिब्युसनले यहाँ तक आएको छ। तो आफ्नो इन्डिभिजुअल व्यक्तिगत सहयोग मात्र बनेको छ। अनि हाम्रो नेपाली समाजले यो निर्माण गरेको श्री गोरखनाथ शिवालय मन्दिर भनेर जति पनि चिनिनु भएको छ, संसारभरि देखिरहनु भएको छ होला। सायद उहाँहरूलाई यो नजिकबाट हेरिरहनु भएको छ होला। हैदराबादमा हुनुहुन्छ भने उहाँहरूलाई के भन्न चाहनुहुन्छ? हामीले यो भन्न चाहन्छौँ कि हाम्रो यो गोरखनाथ मन्दिर पहिले पुरा यो पहाड थियो, पुरा पहाडमा चढेर आइन्थ्यो, पानीको केही व्यवस्था थिएन। अहिले पुरा सबको व्यवस्था भएको छ। तो ये मंदिर अझ डेभलप करना छ। नेपाली समाज जो यहाँको शिवलिंग स्थापना छ वहाँ काठमाडौँबाट आएको गोरखनाथ, त्यही भएर गोरखनाथ शिवलाई भनेर नाम राखिएको छ। त्यस हुनाले जो भी साथीभाइहरू हुनुहुन्छ, जसले पनि देख्नुहुन्छ, यति गरिदिनु कि सहयोगको हामीले सहयोग चाहिन्छ, नेपाली सहयोग। नेपाली समाजमा तपाईँहरूले आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने पनि आदरणीय व्यक्तित्वहरूसँग जोडिएर आफ्नो हातहरू फैलाउन सक्नुहुन्छ हैन त? आर्थिक सहायता गर्न चाहन्छु भने हाम्रो नेपालीको एकाउन्ट छ, यो मन्दिरको एकाउन्ट छ, खाता छ और स्क्यानर पनि छ। हामीले यो यही भिडियोमा भाइको उसमा हामीले सेयर गर्ने छौँ। जहाँबाट नि सहयोग गर्न चाहेपछि एकाउन्टमा सिधै एकाउन्ट नम्बर छ, मन्दिरको एकाउन्टमा सहयोग गर्न सक्नुहुन्छ। मैले पक्कै पनि सेयर गर्नेछु। यदि तपाईँहरू हैदराबादमा हुनुहुन्छ, आउनु भएको छैन, हैदराबादमा भएर पनि तपाईँहरूले यो ठाउँ कहाँ छ भनेर चिन्नु भएको छैन भने यो ठाउँको नाम यसलाई बोराबन्डा भन्छ। हजुर, नेताजी सुभाष चन्द्र बोस नगर बोराबन्डा भन्छ। हजुर, यही लोकेसनमा ठ्याक्कै तपाईँहरू लोकेसनमा सक्नुहुन्छ। हस् हजुर, हस्। म तपाईँहरूलाई यदि तपाईँहरू आर्थिक सहयोग गर्न चाहनुहुन्छ, भौतिक सहयोग गर्न चाहनुहुन्छ र
र भोलि चाहिँ 16 गते यहाँ चाहिँ अन्नदान कार्यक्रम छ। तपाईँहरू सरिक हुन सक्नुहुन्छ। एकदमै तपाईँहरूलाई विनम्रताका साथ अनुरोध गर्दछु आदरणीय व्यक्तित्वहरूसँग जोडिनुहोला र आर्थिक सहयोग गर्न चाहनेहरूलाई आर्थिक सहयोग गर्नुहोला, भौतिक सहयोग गर्न चाहनेहरू भौतिक सहयोग गर्नुहोला र भोलिको अन्नदान कार्यक्रममा सरिक भइदिनु हुन म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु। धन्यवाद। धन्यवाद। Om Namah Shivaya. Om Namah Shivaya. र साथीहरू आज चाहिँ यो शिवालय मन्दिर को प्राङ्गणमा यो श्री गोरखनाथ शिवालय मन्दिरमा आज यो शिवरात्रिको दिन हामी धेरै पहिला हामी एउटा कार्यक्रममा भेट भएको थियौँ। भनौँ एउटा कुनै विशेष कामले सँगै थियौँ, सँगै काम स्टार्ट गर्दै थियौँ र आदरणीय व्यक्तित्व हाम्रो नारायणजी हुनुहुन्छ, उहाँसँग भेट भयो, धेरै खुसी लाग्यो। उहाँ चाहिँ भर्खरै आउनुभएको छ, उहाँको चाहिँ अब जाँदै हुनुहुन्छ। ओम नमः शिवाय। ल हुन्छ, पूजाआजा गर्दै गर्नुहोस्, हामी चाहिँ अब बाहिरिँदै गरेको है त। यस्तो चट्टानको माथि चाहिँ कस्तो दुःख कष्टले बनाउनु भएको होला, यहाँनिर हेर्न सक्नुहुन्छ होइन। यस्तो तरिकाले जे होस् आफ्नो मेहनत अनुसार थोरै धेरै हाम्रो नेपाली दाजुभाइले श्रमदानदेखि लिएर आर्थिक सहयोगदेखि लिएर गरेको यो मेहनत, यहाँको व्यवस्थापन चाहिँ यस्तो छ। र म चाहिँ यति बेला भगवान् श्रीरामजीको मन्दिरमा छु र शिवालय मन्दिरको साइडमा चाहिँ हाम्रो भगवान् श्रीरामजीको मन्दिर स्थापना गरिएको छ। र आजको विशेष दिनलाई हामीहरूले चाहिँ एकदमै विशेष तरिकाले नै मनाउने गर्दछौँ र मनाइरहेका छौँ। र आजको भिडियो मैले यहीँनिर इन्ड गर्दैछु। के कस्तो लाग्यो तपाईँहरूलाई यो भिडियोलाई लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। र जति पनि नयाँ जोडिनु भएको छ, जति पनि देश तथा विदेशबाट यो भिडियो हेरिराख्नु भएको छ भने हाम्रो नेपाली समाजले स्थापना गरेको यस श्री गोरखनाथ शिवालय मन्दिरलाई अझ धेरै उचाइमा पुर्याउनको लागि तपाईँहरूले पनि थोरै केही सेयर गरेर होस् या भिडियो हेरेर होस् धेरैभन्दा धेरै साथीहरूमाझ पुर्याइदिनु होला, ताकि साथीहरूलाई पनि थाहा होस् हाम्रो नेपाली समाजले पनि विदेशमा गएर आफ्नै तरिकाले यसरी आफ्नो धर्मलाई आत्मसात गरिरहनु भएको छ भन्ने सन्देश सबैमाझ पुगोस्। आज भने भिडियोलाई मैले यही नै इन्ड गर्दछु र बाँकी कुनै एक नयाँ भिडियोको साथ हामी जरुर मिल्ने नै छौँ, भेट हुने नै छ। तबसम्मको लागि यो भिडियो हेर्नुहोला, भिडियोलाई लाइक गरिदिनु होला, कमेन्ट गर्नुहोला, सेयर धेरैभन्दा धेरै गर्नुहोला। बाई बाई। और दोस्तों यहाँ पे इन्होंने इतना इतिहास के बारे में बताया। अनफॉर्चुनेटली यहाँ पे मैंने माइक ऑन करने ही भूल गया, सॉरी उसके लिए। आप लोग तक ये वीडियो आ रही है तो उसके लिए सॉरी। हम लोग माइक ऑन करने ही भूल गया था जब तक हमारा 10-11 मिनट का वीडियो शूट हुई थी उस टाइम में। बट इन्होंने बहुत स्टोरी बताई है यहाँ के बारे में, उसके लिए बहुत थैंकफुल हूँ मैं। और ये बताने के लिए, ये सुझाव देने के लिए और ये सारी स्टोरी बताने के लिए। और इन्होंने बताए थे जहाँ पे ये शिवालय मंदिर है, यहाँ पे इन्होंने बताया है कि सच्ची में यहाँ पे एक गोरखाओं था, नेपाली लोग ने ही यहाँ पे स्थापना किया था बोल के इन्होंने बताया है। और यहाँ पे सारे भाई लोग ने मुझे बहुत साथ दिया है, बहुत थैंकफुल हूँ इन लोग से। थैंक यू सो मच एवरीवन।